के तपाई नेपालमा राइट वेले कन्टेन्ट बिजनेस बनाउन सक्नुहुन्छ? मलाई तपाईहरुलाई केही भन्नु छ एन्ड यु आर प्रोबेबली गोइङ टु अनफलो मी। पछिल्लो 41 दिनदेखि यो अकाउन्टमा हरेक भिडियो मैले क्रिएट गरेको होइन, मैले कपी गरेको हो। युट्युबर्सबाट मैले उनीहरुको बेस्ट भिडियोज लिएर नेपालीमा ट्रान्सलेट गरेर एडिट गरे र आफ्नो जस्तो पोस्ट गरे। अनि थाहा छ इट वर्क। 41 डेज 0 सब्स्क्राइबर देखि युट्युबमा 800 प्लस सब्स्क्राइबर, टिकटकमा 0 देखि 1000 प्लस फलोअर्स, एउटा भिडियो 8,07,000 प्लस भ्यूज, अर्को भिडियो 2 लाख प्लस भ्यूज, अर्को भिडियो 3 लाख प्लस भ्यूज, टोटल भ्यूज 20 लाख भन्दा माथि कपी गरेर त्यही नि। तर यो कुरा कसैले भन्दैन कन्टेन्ट कपी गर्दा के हुन्छ। 0 रुपीज, 0 ब्रान्ड डिल्स अनि एउटा अडियन्स जसलाई वास्तवमा ख्याल छैन, किनभने उनीहरूले मलाई फलो गर्दैन, कन्टेन्टलाई फलो गरिरहेको छ जुन जो कसैबाट पनि आउन सक्छ। अब अगाडि 30 दिनको लागि हरेक भिडियो 100% ओरिजिनल हुनेछ। मेरो रिसर्च, मेरो स्क्रिप्ट, मेरो आइडियाज, अनि म तपाईलाई सबै कुरा देखाउने छु। भ्यूज, ग्रोथ, फेलियर सबै। किनभने म यो क्वेशनको आन्सर दिन चाहन्छु। के तपाई नेपालमा राइट वेले कन्टेन्ट बिजनेस बनाउन सक्नुहुन्छ कि कपीले एक मात्र बाटो हो? पार्ट 2 को लागि फलो गर्नु होला। म तपाईलाई पुरै एनालिटिक्स ब्रेकडाउन देखाउँदै छु। हरेक नम्बर्स, हरेक मिस्टेक, सबै कुरा। लाइक र सब्स्क्राइब गर्न नबिर्सिनु होला।